ल साथीहरू, अब आज चाहिँ फेरि युनिभर्सिटी, हाम्रो मर्सर युनिभर्सिटी म मेरो एउटा प्रोजेक्ट मिटिङ छ 11:30 मोडलिङ एन्ड सिमुलेसन भन्ने, जसमा चाहिँ हाम्रो प्रोजेक्ट यो डाइनिङ हलको पुरै क्यूदेखि लिएर सर्भिसिङदेखि सिस्टमदेखि लिएर रिसोर्सहरू कहाँ यहाँ युटिलाइज भइरहेको छ सबै कुराहरूको चाहिँ सिमुलेट गर्ने भनौँ न एउटा मटेरियलदेखि लिएर रिसोर्सेसहरू त्यस्तो खालको एउटा प्रोजेक्ट छ। अनि त्यो चाहिँ गर्नुपर्ने छ। ड्यु डेट छ अबको 5-6 दिनमा, 5-6 दिन पनि छैन, सुरु गर्न लाग्छौँ आज। अब डेटा चाहिँ धन्न सङ्कलन गरिएको थियो। अब त्यो मिटिङ गरिन्छ, त्यसपछि फेरि एउटा असाइनमेन्ट अर्को ड्यु छ, जब स्केड्युलिङ भन्ने, अपरेटिङ एन्ड स्केड्युलिङ, कसरी स्केड्युलहरू गर्ने सबै कुराहरू भन्ने त्यस्तो छ। अब आज दिनभरि होमवर्क मात्र गरेर बसिएला जस्तो छ, अरू गर्नु फुर्सदै भन्ने जस्तो छ। अब बेला फुर्सद भयो भने गफ गरौँला है। अब अरू के भन्ने, अहिले नयाँ नौलो खासै हेरिया छैन, देखिया छैन। यही हो जिन्दगी, यता आयो, पढ्यो, काम गर्यो, खायो, एकदम अब मोनोटोनस चाहिँ हुन दिनु भएन होला है। कहिले काहीँ स्पोर्ट्सहरू खेलिन्छ। एक दिन गएँ स्पोर्ट्स पिकल बल खेल्न गएको बेलामा टक्क याद आयो भने त्यसको पनि एउटा सानो भिडियो बनाएर हालौँला है त। ल गाइस, टाटा बाई बाई। अब कहिले भेटिएला, अर्को नेक्स्ट डे भेटिएला हाम्रो, ल है त।